वेल यो मायाको छ मोबाइल चाहिँ गाइज आज हामी बाहिर निस्किँदैछौँ लाइक भाइ हामी कहाँ जाने हो बसन्तपुर जाने हो आज हामी बसन्तपुर जाँदैछौँ होइन केटाहरूसँग भाइहरूसँग अब के गर्नु साथीहरू त अब बेग्लै स्यालेस टाइपका छन् होइन तिनीहरूसँग नि हिँड्नुपर्छ पालो आउँछ सबैको अनि एउटा जुत्ता चाहिँ लगाइसकेको थिएँ मैले भर्खरै अर्को लगाएको अनि यसो आज त हामी हानिदिनुपर्छ भिडियो भन्ने खालको सोचहरू आयो अनि लेट्स सी के हुन्छ आज चटकहरू मेरो चस्मा कालो चस्मा आँखैमा मेरो विशाल बजारको अनि जान्छौँ हामी चस्मा लाएर हाफ पेन्ट लाएर आयो भने चस्मा लाएर आयो भने लड्चे केटीके भुक्लुक मकैबारी धर्याम भाइ खोइ ज्याकेट देऊ त वेल वेलकम ब्याक टु माई च्यानल के भन्छ गाइस के अरे सन्जु बाबा डेली लाइफ विथ सन्जु बाबा वी आर गोइङ कहाँ अरे हामी जाने हामी चाहिँ कोटेश्वर जाँदैछौँ अहिले कोटेश्वरबाट हामी बाल्कोमारी घाम यस्तो छ फेरि त्यस्तै छ आजको अनि धेरै पछि आएको म होइन किनकि बाहिर निस्केको थिइनँ कोठा वाक्कै भएको थियो आँखा पनि सुन्निएर फेरि 3 दिन फेरि 3 दिन पनि सुतेको छैन फेरि 3 दिन निन्द्रा लागेन अस्ति नै जस्तो कालो प्यान्ट लायो भने कालो टी सर्ट लायो भने कालो चस्मा लायो भने पक्लो के लड्छ केटी दराम भनेका काले काले त यता छ त ए हाम्रो यो फेरि डगी हो नि फेरि फेभरेट डगाउनु हो नि फेरि हो र कुकुर मात्रै डगाउनै हो ओए काले यहाँको यहाँ त एउटा बिस्कुट किनिदिएर जानुपर्छ होला यहाँ र यहाँको कुकुर मिलो होइन यसले मेरो अघि त लास्ट प्रोटेक्ट गरेको नि त्यो के अरे बाख्राहरूले डिस्टर्ब गर्छ भनेर क्या हान्दै थियो क्या एन्ड यस्तै छ जिन्दगानी कहिले घाम कहिले पानी गर्नु नअरूलाई हानि पैदाइसी खराब बानी त्यो के अरे बौद्ध गरेर राजधानी पनि माग्नु पर्ने छ यार ज्याकेट कुन ज्याकेट होइन अस्ति दाइले दिएको कुन दाइ थियो त्यो अस्ति मैले किनेको ज्याकेट क्या तपाईँहरूसँग कुन ज्याकेटसँग मात्रै उसले लाउँछु भन ए छोड्दै त्यस्तो कुराहरू जे भए पनि अब छोड्दै न त्यो कुराहरू अब त्यतिकै उसले भन्यो भने जाने हो कि आफू नजाने हो क्या अनि त्यही हो जिन्दगानीमा होइन खुसी हुनुपर्छ पोजिटिभ हुनुपर्छ अनि खुसी पनि अब के उयो बालेर त आउँदैन बाजा बजाएर त आउँदैन नि त त्यही हो आफूले बनाउनु ट्राई गर्नु पर्यो अहिलेलाई हामी चाहिँ होइन हाम्रो दाइको सामान दिनुपर्ने थियो खाले बोकिरहेछ कतिखेर आउनुहुन्छ यार दाइ यहाँ पनि टोक त टिप्टो रहेछ घाम पनि कस्तो टिल्को टल्केको नि सागर हामी बसिरहेछौँ के दाइ निस्किसक्नु भयो र देख्ने गरी नै बसेको छु बस्न त ए ल एकचोटि फोन गर्दैन अनि मलाई पनि ढिलो हुन्छ भनेर नि ल राख्दैको भाइ लेट भयो नि त अनि तिम्रो साथी चाहिँ अनि छैन रक आउट हाम्रो दिन पनि कहिले आउँछ यार सब्सक्राइबर 40K 100K अन्त त्यो दिन त होइन पार्टी हामीलाई पनि मन पराउन पाडीकै छ मायाको जुन पाडी हान्छ अरे मैले पाडीकै छ सबैलाई पाडी होइन एउटा त्यो प्लेजर भन्ने कुरा हुन्छ नि त्यो आनन्द यार सपोर्टर्स भनेको सपोर्टर्स हो मोटिभेट हुन्छ भन्ने कुराहरू हो किनकि कसैले होइन उयो पनि दिन्छ नि त के अरे
एनर्जी पनि हुन्छ नि त त्यसको पनि टल्किन्छ त्यस्तो टल्किन्छ ठिकै छ भाइ अहिले पोज गरिदिनुपर्छ नि त भर्खर हामी हिँडिसक्यौँ होइन खसी पनि छ उता खसी देख्ने बित्तिकै मलाई चाहिँ होइन मुखमा पानी आउँछ कि खसी भनेको रेकर्डिङ भइरहेछ भाइ भइरहेको खसी हेर्ने बित्तिकै मुखमा पानी आउँछ क्या पोहोर दसैँदेखि मैले मासु नै खाएको छैन कि यस्तो टेन्सन लागिरहेको अङ्कलको रहेछ हाम्रो अङ्कलको खसी भिडा अङ्कल हाई गरिदिनु न एकचोटि अङ्कल अलिकति सिरियस हुन्छ एकचोटि यता फर्किदिनु भनेको अङ्कलको लागि खसी मेरो भ्लग छ क्या अङ्कल हल्का नाटक गर्नु पऱ्यो नि अनि यो हामी अब कोटेश्वर आज हामी बसन्तपुर जाने तर कोटेश्वर रहेछ क्या यो भाइले लास्ट प्राङ्क गर्यो क्या मलाई हिजो आयो अनि के भन्नु अरू कुरा भन्नलाई त केही छैन अब कोटेश्वरमा गएर हल्का बक्लोली गरिन्छ मतलब यताउता हिँड्ने कम गर्ने जिन्दगीमा के छ त साथीभाइ साथीभाइ त पुरानै ठिक हुन्छ कि नयाँ भन्दा पनि ल हामी भ्लग बनाउँदै जान्छौँ ल दाजु बाई भेट्दै गरौँ ल कसम भाइ पनि जोतको रहेछ झन् के अरे गाडी यही गाडीमा चढ भनेर भनेको दाइ उत्रिन्न म चाहिँ खाँदैछु अरे जोतमै 60 रुपियाँ खर्च जम्मालाई के हो के अरे लाइक के भन्छ दोसल्ला प्रमाणपत्रलाई अभिलाएर सम्मानित गर्नुपर्ने कहाँ छ तिम्रो साथी अब हेलो कहाँनिर छौ बाबु कहाँनिर यो माथि पुलतिर आऊ त रोयल इनफिल्डमा भाइ अब अपोजिट साइडमा उयो त के अरे जेब्रा क्रसिङ गरेर ल गाह्रो छ यार भाइले लास्ट हताएर उही आउँदैछ झन् त्यही गाडीमा चढेर जाउँ भनेर भनेको चिया खाएर चल्दैछ अब हो भाइ अनि हामी आउँदैछौँ भनेर भनेको नि त्यहाँनिर आएपछि कल गरेँ अब वकमा जाउँ होइन अब किन फोकसमा हप्ता गर्नु मैले भनेको होइन सामान सबै मैले गरिसकेँ भनेर ल फक्टप हो र केही खाएर होइन कि भाइ जस्ट भयो तर अब फेरि रि गर्नु पऱ्यो चिया यतै खाँदा बस्दा नि हुन्थ्यो हामी जानुपर्ने उहाँ पर हो के सोल्टिनीहरू पहेँलो पुल अब उतै हो नि जोतमै किन खर्च गर्नु भन्ने कुरा हो गरिब दुखी मान्छे होइन जस्तो म पहुँच गर्छु अब वेल गाइज हामी चिया खाएर निस्किसकेको छौँ होइन भाइ कता पुलबाट जाउँ ल पुलमा रमाइलो हुन्छ माथिबाट भ्युजहरू भन्न खोजेको नेगेटिभ चाहिँ नल्याऊ है मैले नेगेटिभ भन्न खोजेको होइन मतलब दारी चिलाउँछ सबै बनाउनु अलग कुरा हो कि बट भ्यू चाहिँ राम्रो आउँछ भन्ने कुरा हो एकदमै राम्रा मतलब देखिन्छन् यतिको स्ट्यान्ड यतिको चाहिँ हुनु पर्थ्यो क्या गरिब दुखी हो बिस्तारै हुन्छ भाडा लाएर यस्तो बनाउनु पर्छ जस्तो छ 360 भ्युज हाम्रो यहीबाट हुन्छ भाइ हामी स्केट सिक्न चाहिँ कहिले जाने हो
स्केट त्यो बुट स्केट हो मेरो त पहिलादेखि के हो यार तर बिल्ला हुन्छ होला यार दाइ के को बिल्ला बाल्लै भएन सबै मतलब गर्नु हुँदैन क्या सिक्ने कुरामा कोसँग लजाउने क्या जिन्दगानीमा लजायो डरायो भने पछि मात्रै परिने रहेछ हेर केटा हो एकचोटि पनि ट्राई गर्नुभएको छ तपाईँले मैले एकचोटि के अरे दाईहरूकोमा ब्रान्डहरूमा गरिरहेको थिएँ कि त्यो लगाएर गर्दाखेरि त्यो खुट्टे फाटिएको छ क्या ब्लात्तै लगाएर टेकेर यस्तो निस्केको दुईवटा खुट्टा च्यापेर यो नै च्यापेको क्या ओभर दुखिरहेको थियो ल हाम्रो कर्तेश्वरको यो के अरे पुलको भ्यू चाहिँ अँध्यारो भइसकेको छ प्लेन आइसिँदैछ रहेछ ल समातिउँ कि क्या होला भ्यूमा च्यापे समातिउँ न ओए फेरि समाचारमा आउला नि एउटा भाइले के अरे उड्दा उड्दैको प्लेन समातेर यतिजना मान्छेको घाइते भएका छन् भनेर सक्यो भने हुन्छ यहाँ संसार नै गर्छन् क्या अब केटाहरू मजाको छ यहाँबाट भ्युज हेर्नु ल कति बाहिर हुनुहुन्छ नि त होइन नेपाललाई सम्झिनु ल अब हाम्रो भाइ पनि बाहिर जाँदैछ मेडिकलमा चाहिँ होइन प्रेसर लो आयो अरे हाम्रो भाइको केटाहरू पिस छ नि त ज्यादा पिस के पिस भनेको यस्तो होइन यस्तो त्यही हो ज्यादा पिस छ नि त अनि हजुर टाउकोमै धुन्थ्यो भन्नु जाउँ ल अरू भन्नलाई केही नै छैन यार के भन्नु आई लभ माई हेटर्स आई मोर लभ माई के भन्छ भ्युवर्स दिदी मचा कसरी गोटा हो ठिकै छ नेक्स्ट टाइम आउँछु नि कसरी हेरिदिएको दिदीले मेरो करतुत नै यस्तै थाहा हुन्छ त्यस्तै म सडकको कवि मन अलग्गै छवि यस्तैमा पनि सपना पुन्छ तर हुन्छ धेरैको कमी भनेर मलाई कतिले के भनिराखेको हुन्छ होला कि त्यो सोचेर पनि भएन नि त होइन आफू जेमा खुसी हुन्छ त्यो कुरा गर्नुपर्छ के भन्छ नि कसले के सोच्छ भनेर त्यो नसोच्नु अरे के कोही महाव्यक्तिले भनेको छ मलाई होइन लाइक 1 month 1.5 month अगाडि लिटरली त्यो कुराले मलाई चेन्ज पनि गरेको थियो अनि त्यही हो कुरा भनेको माइक्रोफोन नभएर नआउन सक्छ राम्रो हामी वकमै जाने हो र वक पनि राम्रो पुल खेल्न मजा आउँदैन नि फेरि पुल खेल्नु नजाने त्यहाँबाट फेरि वकमा जानुपर्छ रुमदेखि डाइरेक्ट जानको लागि यताबाट पाउँछ होला है भाइ फेरि यताबाट लङ टाउन हिँड्नुपर्छ नि फेरि यहाँबाट हिँडेर पर बरु यतैबाट सजिलो छ के हामी त्यो जम्प हानेर जाने हो त यहाँबाट चढौँ न यहाँबाट उहाँ पुग्नु हुन्छ यहाँबाट यहाँ पुग्नु सजिलो छ नि त अब हामी यता जाने यता जाने हो नि उहाँहरू यहीँ आउँछ होला नि त लु केटाहरू यहाँबाट जम्प हान्नुपर्छ है हामी जम्प हानेको म भिडियो गरिदिन्छु तिमीहरूको यहाँबाट होला कसरी हो दिदी भन्यो भने नेक्स्ट टाइम आउँछु ल भन्नु भने त्यहाँ बिच्किन्थ्यो होला अहिलेको सक्सवाला दिदी बिच्के जस्तै के भन्ने गाना पो थियो यार म जहिले सम्झिन्छु कि भाइ दिमागमा चाहिँ आउँदैन के अनि के अरे भन्नुको मतलब गएको ल Let's see. भाइ कसरी हिँड्दैछ मैले ज्याकेट लगाऊ भाइहरू सेन्डोमा आउनु खोज्दै थियो रे केटाहरूको बडी सडी छ नि त हामी नेपाल यातायातको वेटिङमा हो
नेपाल यातायात ऊबाट आइसिँदैछ। ओइ नेपाल यातायात एकछिन हामी फेरि घर जाँदैछौँ। ल धेरै ल नाटक त फेरि मलाई टिका थली हो टिका थली। ल यस्तै छ ल गाडीको भ्युज। बल्ल आइपुग्यो आइस्यो भाइ। उहाँ फेरि अलिकति सोझो भएको रियाक्ट गर्नुहुन्छ किनकि न पैदाइसी सोझो हरे क्या पैदाइसी हरामीलाई हेर्ने जन्मिँदै फेरि मैले त फेरि के गरेको छ कारनामाहरू हस्पिटलमा जन्मेको अरे क्या दाइ म होइन मेरो दाइ चाहिँ घरमै जन्मियो म चाहिँ हस्पिटलमा अलिकति महँगो खालको छोरा पऱ्यो नि त म अब क्वालिटी पनि खतरा भएको होइन अनि त्यो त्यतिखेर नर्सहरू चाहिँ पुरै हारालुस भएको थियो अरे क्या डेलिभरी गर्नलाई चाहिँ म गर्छु भनेर अग्रिम अब त्यस्तै हो गाइज होइन कस्तो छ भ्यू चाहिँ पछाडिको माइक चेक 3 2 1 अनि के अरे दरामको मेल भर्जन आएको छ है म पक्रिनु कालो यसरी पक्रेर तपाईँले कहिले गरेको छु नमस्तेबाट सुरु लदाइ के अरे कालो टी सर्ट लाए भने कालो हट प्यान्ट लाए भने कालो चस्मा लाए भने उड्लु के लड्छ केटी दराम भन्दै के पाराले जस्तै छ होइन सोल्टा सोल्टिनीहरू यो चाहिँ फेरि बाहिर हुने के अरे नेपाली दाजुभाइ दिदी बहिनीको लागि होइन यसमा जोस गाना चाहिँ आउनु पऱ्यो अरू के भन्नु त भाइ यो पनि सिकिरहेको है गाइजहरू भाइ यो फोटो देखाइदेऊ त यो पोजहरू सिकिरहेको है गाडी हालिदिँदाखेरि चाहिँ सदुपयोग गर्नुपर्छ भन्ने कुरा हो मजाले आनन्दले सिकेर जान पाउँछ होइन यो जुत्ता चाहिँ यस्तो भनेर खलेर गाडी गर्नु टेन्सन हुन्छ कालो चस्मा लाए भने कालो टी सर्ट लाए भने केटी पुग्लो के लड्छे दराम स्याभेज खुसी हुनु ठुलो कुरा हो होइन पैसा भन्ने त्यस्तै हो जसको पनि भइहाल्छ अनि सजिलो कमाइन्छ पैसा भन्ने चिज तर अकरको भिडमा छ अरे कहाँनिर अकरको भिड कहाँ हो भाइ अकरको भिडमा पाउँछ पैसाको बोट छ अकरको भिड जाने हो हामी तिनजना ट्रेकिङमा टाढा अप्ठ्यारो के होला अगाडिबाट गर्दैन अरे होइन ब्लग कफी लिनुपर्छ यार भाइ अगाडिबाट उल्टो ल दाइ भाइ भन्नु है यस्तो गाना आउँदैन नि त भाइ ए जे पाए दिनु न दाइ डान्स दिनु न मायामा यो गानाले भन्नु खोजेको मायामा अलिकति तलमा दिएर रातो हालिदिनुपर्छ अरे कतिले धोका पाएको होला हौ पैसा नभएर कतिले के भएर धोका पाएको होला हौ मेरो चाहिँ अर्को स्टोरी छ पछिदेखि मेरो चाहिँ फेरि ज्यादा होइन के भन्छ हड्डीमा होइन त्यो कुकुरहरू ज्यादा भएर हो कि ज्यादा बोलेँ मैले ज्यादै भयो ओके पैसा भाडा दियो भने भाइ है त दाइ लागिदिनु हुन्छ यार गाडी चल्न थालेपछि हान्नु न दाइ हान्नु के चाहिँ हामी आइपुगेको छौँ होइन हाम्रो घरतिर अब हामी चाहिँ लाग्दैछौँ एउटा मुख चाहिँ हालिदिइहालौँ भनेको म ल हान्नु न दाइ छिटो अनि ब्रो